के हुन्छ थाहा छैन आज भोलि साँचो खाँचो कागजको मेरो बुवा मेरो आमा छोरो छोरी ग्याङ बदलिन अस्पतालमै हुन्छ मैले धेरै गरे गल्ती म हिँडिरहेछु अन्धकारको खोजमा नभए यस्तो म धेरै भिडमा खुसी नै हुन्न यो मेरो जिन्दगी जिम्मेवारीमा आदिए सफल हुन नि केटा मान्छेहरू कमजोर भन्छ रे त यो स्वार्थी समाजको नजरमा मेरो दाइ मेरो भाइ मेरो बहिनी मेरो दिदी मेरो परिवार अनि इष्टमित्र हराउँदै आफैसँग ड्रिङ स्मोकिङ फसिरहेछ उज्यालो होइन अन्धकार बनाइरहेछ आउने दिनलाई मैले रुवाए भगवान